वेलकम टु आवर ब्लग। सबैजनालाई मेरो ब्लगमा स्वागतम छ अनि ह्याप्पी न्यू इयर अल अफ यु। जसले मेरो भिडियो हेर्नुहुन्छ, जसले हेर्नुहुन्न नि थोरै हेरेर भाग्नुहुन्छ, प्लिज सब्सक्राइब र लाइक गरिदिनुहोस्। अब चाहिँ हामी आज न्यू इयर भन्छ, मैले पूजा गर्ने कामहरू गरेँ। अब चाहिँ हामी पूजा गर्न मन्दिर जान्छ। मामा घरबाट आमा बुवा मामा जानुहुँदैन थाहा भएन। अनि ठुलो मम्मी अस्ति नै शान्त ठुलो हुनुहुन्थ्यो, उहाँ होइन यसरी जान्छु मम्मी र भाइ भएर जान्छ। मैले चाहिँ अब यस्तो गर्छु, मेरो सबले होइन मम्मी रेडी हुँदै दादा उठाउनुहुन्छ। अनि मैले चाहिँ अहिले भ्लग बनाएको थिएँ, त्यो चाहिँ अर्कै भर फेरि मैले बनाउनु गरेको। एउटा फोनको लागि स्ट्यान्ड भइदिनु हुन्छ नि बाबु, हेलो भनिदिनुहोस्। अनि अब चाहिँ जाने मन्दिर जाने। यी हाम्रो घरको बाहिर टुर यो चाहिँ कार हुन्छ। अनि त्यही भएर अहिले चाहिँ अङ्कलहरू कोही जानुभएको होला। अब खाली छ, बाइक छ, यहाँ मेरो साइकल छ, अनि यो माथि अङ्कलको साथ बाइक, अनि हाम्रो स्कुटी मतलब दिया चाहिँ बाहिर गइसकेको छिन्। मतलब हाम्रो स्कुटी मैले दिया राखिदिएको छु, नाम कसैलाई नै भनेको थिएन अझैसम्म। मतलब मम्मीबाबालाई भनेको थिएँ। कहाँ गयो मामु? रेडी हुनु भयो। के लैजाने हो? अनि मेरो आउटफिट मेरो बाबुमा यस्तो के आज चाहिँ मैले सबको होम स्क्रिन हालेँ, सबको एउटै बनाइदिएको फोटो के चाहिँ उसबाट बनाएको दिदी आर्ट यस्तो खाले बाबाको मन छ, मम्मीहरू मन छ। हजुरलाई जिबी एड गराउनु भएको छैन भने म प्रोसेस भनिदिन्छु। पहिला चाहिँ जिपिटीलाई डाउनलोड गर्ने, कन्टिन्यू विथ साइन गर्ने होइन। अनि त्यसपछि चाहिँ हजुरले त्यस्तो एउटा यस्तो प्लस खाले उसमा हुन्छ, अनि त्यसमा दाबेर फोटोज क्यामेरा के आउँछ। अनि एउटा अनि आइफोनमा चाहिँ एड क्युट फोटोज भन्ने के आउँछ। अनि दिदीकोमा देखेर अनि फेरि त्यसपछि त्यसमा दाबेर हजुरहरूलाई जुन फोटो चाहिन्छ लिनु, तर वान धेरै लिनु भयो भने त्यस्तो भन्नुहुँदैन। अनि वान मात्र लिएर कन्भर्ट इन्टु डिब्ले स्टाइल पढ्दैन थाहा भएन, मैले लेख्छु। अनि त्यो गर्नुहोस्। त्यसपछि अनि 1-2 मिनट लाग्छ। तबसम्म हजुरले यदि त्यसलाई काटेर युट्युब हेर्न जानुभयो भने त्यो बन्दैन, फेरि गेट प्लस पैसा तिरेर गर्नुपर्छ। अनि त्यही भएर चाहिँ त्यो हेरिराख्नुपर्छ 2 मिनटसम्म, 1-2 मिनटसम्म। यदि आइफोन हो भने चाहिँ कुनै आइफोनमा छिटो बनाइदिन्छ। यदि स्प्लिङ गलत भयो भने चाइनिज बनाइदिन्छ रियलली। अनि मेरो दिदीले चाहिँ स्प्लिङ गलत देख्नुभएको छ कि मैले भन्दाखेरि गलत सुनेर अनि पछिबाट हामीलाई थाहा भएको। अनि त्यही गर्नुहोस् त भन्छ हजुरको स्टाइल ट्रेन्ड चलिरह। पहिला त म जहिले नि मोबाइल खोल्दा युट्युबमा जाँदा सर्चमा जाँदा त दिदी अनि हजुरले थाहा अर्को हलले हजुरहरू कपाललाई मसाज गरेर नभयो भने एकछिन सिल्की हुन्छ नि बात। अनि एउटा चाहिँ म एउटा ट्रिटमेन्ट दिन्छु ताकि मेरो कपाल
छ अनि कपाल मैले काटिरहेको छु ताकि राम्रो होस् अनि अहिले आज नआउने बेलामा इन्ग्रेडियन्ट्स परेको त्यसमा चाहिँ 2 चोटि अल्कोहल खाएछ नि कार्बोडाइल खाएछ मिनरल्स हो कि नै थाहा भएन कार्बोडाइल्स हो कि नै थाहा भएन तर के थियो लामो बनाउनको लागि अर्जुनले बनाएको भयो हिँड्दै त अझै त पुग्नु भयो होला धेरै टाइम त लाग्दैन त्यहाँबाट तिम्रो स्कुटी म गएँ आउनु है म स्कुटीमा बसेर बनाउँछु 5 मिनटको भिडियो भयो आज चाहिँ म न्यु इयरमा के गर्छु सब देखाउनु गरेको घर मैले बाहिर कहिले पनि देखाएन देखा हुँदैन आज राम्रोसँग देखाउनुपर्छ बाहिर 6 मिनट 7 मिनटको बसी देखाउनु यताको यहाँ लेखेको छ कार्की निवास अङ्कल आन्टी माथिको एकदम फ्रेन्डली हुनुहुन्छ दाइ पनि हुनुहुन्छ गौरव दाइ फ्रेन्डली हुनुहुन्छ है त्यहाँ जहिले नै मैले देख्दाखेरि नमस्ते भन्छ नमस्ते भन्नुहुन्छ नमस्ते त भन्नुहुन्छ भन्छ यहाँ त सिसी क्यामेरा छ अङ्कलले कार लिएर आज प्लिज पानी नपर्दै हुन्थ्यो हिजो कस्तो पानी परेको थियो नि पानी पर्ने जस्तो मौसम भइरहेको हुन जानु पाइँदैन नि त पानी पऱ्यो भाइ ए 7 मिनट त कहिले भएर एकचोटि देखाउँछु बाहिरबाट फुलले खान सक्नु ए रुक्नुहोस् यस्तै देखाउनु पर्यो नि त मन्दिरमा गएर गरौँलाई किनकि स्कुटीमा मैले गर्न सक्दैन डर लाग्छ मलाई भाइ मन्दिरमा गएर फेरि बाई भएन गएको थियो मन्दिर त्यहाँ गइरहेको त नमस्ते ह्याप्पी न्यु इयर धेरै पढे हेलो अस्ति न आज भन्दै थियो नि यो म कस्तो सानो बेला हालिदिएको भिडियो हेर्नु है आज गरेर नआइकिन के हामी तिम्रा गछौँ के हिजो तिमी छिनौ म भाइकोमा गएको थिएँ कि बिहानै आउँछु भने चाहिँ फेरि आन्टीले बस्नु धेरै हो भाइ यहाँ त भिडै हो खै त गङ्गा भित्र गयो नि मम्मी त्यहाँ के किन्नु नमस्कार होइन होइन हिँड्यौँ भन्न जान्थ्यो मम्मी हामी हिँडेर आउनु पर्यो ठ्याक्क सल्लाह गरेर आज अस्ति भएको थियो कि पहिला हजुरहरू पहिला जानुहुन्छ भन्नुभएको ठ्याक्क खै त गाडी आएर बेलपत्र हो बेल हो बेलपत्र त्यस्तै हुनुभयो म
मन्दिरभित्र गएपछि देखाइदिउँला भाइ। पूजा गरेर अलमोस्ट भइसक्यो। मैले बनाउन सकेन किनकि एकदम भिड होइन, एकदम भिड थियो। अनि त्यसपछि चाहिँ त्यहाँ मसँग सामान पनि थियो। अनि अहिले बल्ल बनाउन गइरहेको छु। अनि एउटा यत्रो नुन अनि फेरि चामलको पुगेको थियो। दाल समात्दाखेरि मलाई अरूहरू समात्न परेको थियो। अनि त्यहाँ लर छोड्ने किन्ने के गराउने भनेर भन्दा त्यही गएको। अनि माम पनि आउनुभयो। हेलो हेलो जाउनु न। हामी चाहिँ यहाँ बसेका छौँ। लु पूजा गर्दै हुनुहुन्छ। फोटो खिचेर जायो अब। अब पूजा गरेर भएपछि फोटो खिच्नु, फोटो खिचेर जाने भइसक्यो। एउटा भाइले चाहिँ केरा खाएर केराको बोक्रा त्यही फालिदिएर गएको थियो। बिचरा उसले बुवाले कस्तो बदमासी गरेको त्यो फ्याँकेर गयो भन्नुहुन्छ। अनि मेरो फेरि होइन यो बोलेको चाहिँ कस्तो ब्याकग्राउन्डबाट आइरह्यो, कान बिग्रियो। अब फेरि कहिले सन्चो नि हो थाहा भएन। हिजो नि यस्तो गर्छ पछिबाट भयो। मम्मी my mommy, mommy को खोजना पड़ेगा। mommy, बाबु हुनुहुन्न, मम्मी हेर। कलकत्ता जानु ठुल मम्मी हुनुहुन्छ, ज्ञानी छौ, धेरै पढे, मैले सिकाएको पुग्योस् है। ठुली मान्छे भने ठुल मम्मी कहाँ आए, माया गरे हस्। बाबु त्यहाँ हुनुहुन्छ मम्मी। टिका ल्याऊ त सिरु, टिका पन्तवाला ल्याऊ त सिरु, म टिका लगाइदिन्छु। फोटो खिच्न बेला फोटो खिचिदिनु भए हामीले प्रसाद खायौँ। यस्तो यस्तो यहाँ जस्तो अहिले यस्तो गर्दाखेरि यता आउँछ, यस्तो गर्दाखेरि यहाँ आउँछ। अनि फोटो खिच्दै हुनुहुन्छ। तपाईँकोबाट यसबाट मलाई एक्लै जित्यो अँधेरो आएछ। मम्मी सबै
मेरो पनि है यहाँ यहाँ तल तल आए अर्जुन अर्जुन खै सेल्फी खिच्न अब चाहिँ यहाँ भजन गाउने कार्यक्रम चलिरहेको छ त्यस्तो जान्छौँ अलि हाँसेको आयो बुवा र ममा त सिक्किन्छन् पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ॐ टिभी छ सब घट्यो खाने शान्तिः कति धेरै घट्यो यत् आदरणीय भक्त सज्जन महानुभावहरू आज हामी 81 साललाई विदाई गरेर झन्डा त गएको उत्तरोत्तर प्रगति रहोस् बुवामासित गीत त बरु सबैको मनमा शान्ति आओस् सबैको घर परिवार सुखी र सबैका शान्तिको कामना गर्दै आद्य शक्ति जगत जननी मातालाई पुकार गर्दै माताको चरणमा नमन टक्राउँदै आज सोमबार सदाझै गरी अरण्य पुण्य लाभ गर्नको लागि हामी सूचना गर्न चाहन्छौँ थियो र सबैको घरमा सुख शान्ति आओस् मनले चिताएका पूर्णता हो सबैका कामनाहरू सबै बाध्य शक्ति जगत माताको आशीर्वाद सबैलाई मिलोस् गुरु कृपा मिलोस् यही कामना गर्दै सन्ध्याकाल आरतीको लागि यहाँहरूलाई हामी आमन्त्रित गर्न चाहन्छौँ यहाँहरू सन्ध्याकाल आरतीमा उपस्थित भइदिनु होला पुण्य कमाउनु होला एउटा मामा छोरा मेरो फोटो Mom! राख्नु राख Jam. गरमलाई कि जाने बेलामा नरमला भाइ अब चाहिँ हामी जाने हो रेस्टुरेन्टमा हाय कृष्णा ग्रिसमा हेलो साथीहरू भन्नु न आज साथीहरू भन्ने अरे साथीहरू हाम्रो साथीहरू छ भने है हाम्रो साथी होइन 25 जनाहरू सब्सक्राइबर हुनुहुन्छ त्यही पनि हामीले ल I don't like oily. बाबा चाहिँ आज रेडी हुनुहुन्छ छिटो रेडी हुनुहोस् अनि मैले चाहिँ यहाँ मैले जस्तो लगाएँ नि मम्मी बाबाको म्याचिङ गराइदिन्छु भने बाबाले जिन्स लाउनु नमिलेन जिन्स लाउनु भनेको फेरि मम्मीले ब्ल्याङ्क किनकि जिन्स मम्मीलाई ठुलो पातली हुनु खालको अनि अनि बाबाको ब्ल्याक प्यान्ट फेरि राम्रो छैन घर बस्दाखेरि लाउने जस्तो अब के गर्ने प्रब्लम तर एउटा चिज सेम भयो हामी तिनजनाको सेन्ट यो किन लाउनु है
धन्न ल्याइदिनु रहेछ एकदम एक्साइटेड छु फोन गर नि दिदीहरूलाई कोलाई शान्त ठुल मम्मीलाई खै त हजुरको फोन छैन हराउ ए फोन निकालिन् नयाँ फोन गरिन् शान्त ठुल मम्मीलाई गरौँ मेसेन्जरमा गरौँ कि फोनमा फोनमा गरे मेसेन्जरमा गरौँ कि फोनमा गर्छ फेरि उठाउनु भने नेटवर्क भएन म बोलौँ कि हजुर हेलो हिँड्नु भयो ए ल हामी पनि भ्यायौँ ल हामी आउँछ बुवाहरू पनि आउनु हो त्यही ए ल डालीमा जाने रे हामी सिधै रेजिनाले किन्छौँ त्यही अब डालीमा गएपछि त बाई हामी भाइ रेस्टुरेन्ट आएछ आउनु के सब दिदीहरू त लगिदिन्छ एउटा दिदी भाइ निरिसा दिदी अहिलेको सन्ध्या दिदी हेलो समीक्षा दिदी मेरो मोबाइल त आधार स्विच अफ हुन्छ फोटो क्लिक हजुर भन्छु हजुर भन्छु रुक्नु न त्यहाँ तिमी त राम्ररी भएर आफै जात त के गर्ने त विद्या दिदी अनि शुभ दिदी त त्यहाँ फोटो खिचिरहनु भएको छ मम्मी उ त्यहाँ हुनुहुन्छ मम्मीलाई बोलाउनु पर्ने भयो एउटा कुकुर छ अहिले होइन म त्यो बाबासँग भगवान जाने माग्न थालेँ मम्मी हजुर छुट्नुहुन्छ र त्यहाँ जानु त्यहाँ रुक्नु न अहिले बाई अनि अब चाहिँ हामीले के भन्नु मोमो खायौँ अनि त्यसपछि पिज्जा अनि कोक र ड्यु खाएको अब चाहिँ नानु के आउँदै अरे अब म यसो सबैजना बाहिर निक्लिनुहुन्छ म आछु बाबाको फोन लिएर खाने बेला म गर्न सक्दिनँ किनकि बाबाहरू चाहिँ यहाँ चाहिँ सबैजना खाँदै हुनुहुन्छ मैले खाएर भए बिरयानी खाएँ रोटी खाएँ पनीर खाएँ रोस्ट खाएँ लस्सी खाएँ लस्सी के खाएँ होइन चिनी थिएन त्यही कमी हो हेलो हेलो भनिदेऊ हेलो हेलो हेलो
पिङ खेलेँ। मेरो सोच चाहिँ अर्को थियो, बिहान उठ्ने चाउचाउरो भात खाने, मम्मीहरू जाने चाउचाउरो भात खाने, अन्त चाहिँ डिसभरि जाने राति खाँदा खाँदिनँ चाहिँ उता त्यो बच्चा बच्चीको लागि खेल्ने ठाउँ र मान्छेहरू खाने ठाउँ त्यो त्यहाँ जानु भनेको। तर यहाँ रमाइलो छ त्यहाँभन्दा झन् 3 जना बिहान के अर्जुन आउ सनी चिज गर चिज या ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर। मैले मेरो भ्लगमा हाल्ने हो ग्रिसा भ्लग हेर है दिदीलाई ए यहाँ त सिट बन्यो। यो चाहिँ ह्याप्पी न्यू इयर नभनेर ह्याप्पी बर्थडे पनि भन्न सकिन्छ। हाम्रो गाउँमा माइजूको चाहिँ आज बर्थडे थियो। ल ल भाइ घर गइसक्यो अहिले केही राम्रो मतलब केही भयो नि भेटौँ न भाइ। अब चाहिँ सबैजना जानुभयो, हामी चाहिँ घर आयौँ मामु। ल आजको लागि यति नै, मन पर्यो भने लाइक सब्सक्राइब एन्ड सेयर गरिदिनु होला। ओके टाटा बाई बाई लभ यु अल बाई बाई।